हेलो साथीहरू 2025 को बडा दशमीको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्ण साथीहरूलाई। यो दसैँको लागि कलश रेडी गरेर अब आमाले छोरालाई टिका लगाइदिइसक्नु भएको छ र मलाई पनि टिका लगाइदिएर धेरै आमाले मलाई आशीर्वाद दिनुहुँदैछ। बुहारीको सबै रोग कष्ट दशक र सबै नासो चाँडै जाति हुनु भनेर मलाई आशीर्वाद दिनुहुँदैछ र मैले पनि भने हर साल यसरी नै आमाको हातको टिका लगाइरहनु पाऊँ भन्दै आशीर्वाद थापे र यता मेरो ठुलो बुहारीलाई र देवरको कान्छो छोरालाई पनि जो आमासँग आएको टिका लाएर आमाले आशीर्वाद दिनुहुँदैछ। अनि यता मेरो कान्छी बुहारी र नाति पनि आइपुगेछ र बाजेले टिका लाएर ढोक्दैछ नातिले खुट्टामा र यता पनि दिदीको छोरा र बुहारी पनि आइपुग्नु भएछ र भेनाले पनि हाम्रो सासूआमाको हातको टिका लाउँछु भनेर खुसी भएर आउनु भएको छ आज आमाको हातको टिका लाउनु। र बुहारीले सिसरहरू यहाँ रेडी गर्दैछ र आमाले उहाँहरूलाई पनि सबैलाई टिका लगाइदिएर आशीर्वाद दिनुभयो।